प्रदेशमा अथवा ताना शर्मालाई सम्झिने हो भनेदेखि यो पाताल प्रदेशमा आउने आवश्यकता पनि नभएको औकात पनि नभएको ठान्थे। तर अहिले चाहिँ आवश्यकता पनि भएछ र अलिकति औकात पनि भएछ। तपाईँहरूसँग भेटघाट भयो र मलाई खुसी लाग्यो र मैले के ठाने भने यहाँ आइसकेपछि नआएको भए पश्चाताप हुनेछ जस्तो लाग्यो र मलाई खुसी लागेको छ। कमसेकम यहाँ आइयो र दुईवटा कुराले खुसी। म आफै नै यो वैशाखी पूर्णिमा जन्मेको हुनाले अधिकांश मान्छेहरूले मेरो जन्मोत्सव मनाउँछन् भनेर भने अस्ति पनि एउटा समारोहमा 12 बजेपछि मलाई ह्याप्पी बर्थडे भने क्यान्डल चाहिँ फुक्नु परेन। र यो वैशाखी पूर्णिमाबाट सुरु भएको हाम्रो किराँतीहरूको चाडमा हाम्रो किराँती दाजुभाइ दिदीहरू बहिनीहरू भेट्नु पाउँदा खुसी लाग्यो। अर्को खुसी के छ भने खास गरिकन हामी माझ किराँतबाट विस्थापित भएका किराँतीहरू राईहरू खास गरिकन मेरो भाइ नवीन कुमार राई र म 5 थरमा हुर्केको बढेको। मेरो त 9 पुस्ता भयो 5 थरमा खोटाङबाट विस्थापित भएर। अब नवीनको दोस्रो पुस्ता भयो र 5 थरमा हाम्रो सुब्बा लाउतीहरू उहाँहरूको त्यस बेलाको उसमा नै सुब्बाहरूलाई रस्ती रसाउनु बस्ती बसाउनु भनेर त्यस बेलाको शाहहरूबाट शासकहरूबाट भएको हुनाले उहाँहरूले रस्ती रसाउनु बस्ती बसाउनु हो। हामी बस्यौँ हुर्क्यौँ र आज माझ किराँतका किराँतीहरू हुनसक्छ वल्लो किराँतका किराँतीहरू कोही हुनुहुन्छ सुनार हुनुहुन्छ भने वल्लो किराँतका किराँतीहरू अनि यो भूगोल नागेर बाहिर बसेका किराँतीहरूसँग भेट भयो। खुसी लाग्यो। कमसेकम तपाईँहरूले आफ्नो ठाउँदेखि आफ्नो भूगोलदेखि यो पल्लोपट्टिको भूगोलमा पनि आफ्नो कला संस्कृतिलाई जुन लिएर आउनुभयो। जुन यो कला र संस्कृति कमसेकम यति व्यस्त सहरमा यति व्यस्त ठाउँमा 4 घन्टा 5 घन्टा हवाईजहाजदेखि उडेर 5 घन्टा 10 घन्टा गुडेर आएर यो ठाउँमा भेट्ने जुन तपाईँहरूले जाँगर देखाउनु भयो खुसी लाग्यो। म र मेरो श्रीमतीलाई सामेल गराउने जुन तपाईँहरूले जुन मौका दिनुभयो जुन अवसर दिनुभयो खुसी लाग्यो। अर्को खुसी मलाई के लाग्यो भने तपाईँहरूको संस्थाले मलाई चिठी पठाएर हेर्दाखेरि प्रष्ट देवनागरीमा अत्यन्त राम्रो देवनागरीमा म नेपालीको गुरु भएर पनि त्यहाँ कुनै खोट लगाउनु पर्ने नभएको देवनागरीमा चिठी पाउँदाखेरि मलाई खुसी लाग्यो। कमसेकम तपाईँहरूले आफ्नो ठाउँदेखि यति टाढो आएर पनि कम्प्युटरमा देवनागरी लिपिलाई जस्ताको तस्तै नेपाली भाषालाई जस्ताको तस्तै उतारेर जुन किसिमले चिठी मलाई दिनुभयो मलाई एक प्रकारले नेपालीको गुरु भएको हुनाले मलाई खुसी पनि लाग्यो। र यो अवसर त भाषण गरिरहनु पर्ने अवसर होइन। नेपालीमा एउटा उखान छ नि के अरे घरै पिँडालु बनै पिँडालु ससुरले गएको 3 हातको पिँडालु भने जस्तै नेपालमा भाषण सुन्दा हैरान भएको भाषण गर्दा थाकेको यहाँ पनि भाषण सुन्नुपर्ने गर्नुपर्ने भाषण हुँदा पनि नहुने। त्यस कारणले मैले एउटा सानो कुरा यहाँ भने कमसेकम यहाँ तपाईँहरूलाई म 3 पुस्ता देखिरहेको छु। एक थरी आवश्यकताले बाध्यताले आउनुभयो होला, एक थरीहरू यहाँ रमाएर बस्नु भएको छ, एक थरीहरू जो यहाँकै नागरिक भएर बस्नु भएको छ मसिनो नानीहरू उनीहरूलाई थाहा पनि छैन। 3 पुस्ता म देखिरहेको छु। खुसीको कुरा भयो। आफ्नो सुख दुःख आफैसँग छ। तपाईँहरूले यसरी कमसेकम वर्ष दिनमा एउटा चाडको निहुँ गरेर जम्मा गर्ने जुन मौका दिनुभयो र नेपालबाट हामी टुरिस्ट भएर आउनेहरू तपाईँहरू यहाँ अस्थायी रूपमा बस्नेहरू तपाईँहरू यहाँ स्थायी रूपमा बस्नेहरूले हाम्रो नेपालको एउटा कला एउटा संस्कृति एउटा चाडलाई तपाईँहरूले सम्झाउने मौका दिनुभयो। खुसी लाग्यो। हाम्रो भीमजीलाई अलिकति म करेक्सन गर्छु। उहाँले अघि भन्दाखेरि चराचुरुङ्गीको उधौली भन्नुभयो। यसमा अलिकति थप्ने हो भने त्यो पशु पन्छीको पनि हो, पशुहरूको पनि हो, माछाको पनि हो, मान्छेको पनि हो। हामी नेपालमा चाहिँ खास गरिकन हाम्रो ठाउँमा जाडो र गर्मी दुईटै भएको हुनाले गर्मी लाग्ने जाडो लाग्ने ठाउँमा हामी ठाउँ परिवर्तन गर्छौँ। माछाहरूले पनि गर्छ, पशुहरूले पनि गर्छ, मान्छेले पनि गर्छौँ। त्यस कारणले यसलाई चाहिँ हाम्रो किराँतीहरूको बान्तावा भाषामा डोङदावा भन्छ, डोङवाङा भन्छ, वर्ष फेरि हो भनेर भन्छ। गर्मी हुँदा ओह्रालो झर्ने, ठन्डा हुँदा उकालो लाग्ने, गोठ सार्ने, गोठ झार्ने, आफ्नो स्वेच्छाले गर्ने अथवा पन्छीहरू त अझ हाम्रो भीमजीले भन्नुभयो जस्तै साइबेरियादेखि तल
बे अफ बङ्गालसम्म आउने हुनाले यो चाहिँ जाडो र गर्मीको हिसाबले हामी प्रकृति पूजक किराँतीहरू, हामी पितृपूजक किराँतीहरू यो चाडलाई अत्यन्त हर्षोल्लासका साथ मनाउँछौँ। आज हामी थोरै सङ्ख्यामा भए पनि यहाँ जम्मा भएका छौँ। यसको लागि यसका आयोजक साथीभाइहरूलाई धन्यवाद दिन चाहन्छु, आभार व्यक्त गर्न चाहन्छु र आफ्नो समय र आफ्नो